त्यो आज फेरि तपाईँको माझ एउटा नयाँ भिडियो लिएर आएको छु। अहिले चाहिँ खास चाहिँ हामी चाहिँ यहाँ जलकोट जाने बाटो राटागढी फर्स्टको छेउमा जुन चाहिँ मन्दिर छ त्यहाँ छु र अहिले मसित मेरो दिदी छ। दिदी आउनु, यहाँ मोरा दिदी आउनु भएको छ। हामी घुम्दै त्यहाँ काम थियो चालसम्म, तर दिदीले भन्नुभयो जाउँ एकछिन घुमेर आऊँ मन्दिरतिर, अन्त गएको। र बाटोमा आउँदाखेरि नानीहरूले यो रुखबाट टिपेर यो जामुन बेचिरहेको रहेछ। अन्त मैले दिदीलाई भने दिदी किन्ने क्या, भाइहरूले बेच्दैछ भन्दाखेरि चाहिँ जाउँ न अन्त किनौँ न, मलाई पनि मनपर्छ भनेर चाहिँ फेरि यसलाई त इङ्ग्लिसमा के भन्दो रहेछ, ब्लुबेरी कि के त्यो त थाहा छैन मलाई, हिन्दीमा मात्रै जान्दछ जामुन भनेर। अन्त यतिको चाहिँ 50 रुपियाँ लियो। बिचरा भाइहरू पनि झगडा नि फेरि पैसाको लागि, तँ 10 रुपियाँ राख म 20 रुपियाँ राख्छु, मैले टिपेँ यसो यसो भन्दैछ। र अहिले अब हामी एकछिन मन्दिरको दर्शन पनि गरिहाल्छौँ। हेर्नु होला, तपाईँ घरमा बसी बसी मन्दिरको दर्शन गर्नु। यहाँ हेर्नु यहाँको बाटो चाहिँ साथीहरूलाई मन्दिर देखाइदिनु आउनु न। सानो नानीले ढोक्दैछ, जा न। के थाहा आउँछ नि। ढोक फेरि लास्ट यहाँ ढोक के पैसा छैन हाल्ने। पैसा त छैन ल पक्रियो। वेलकम ब्याक टु माई नम्बर। यहाँ ढोक्नु ढोक्यो कि यहाँ भित्र पैसा नभएर दिदीसँग लिँदैछु 10 रुपियाँ। पैसा चढेको पनि देखियो। यो मन्दिर चाहिँ को आएको छ हेर्नु है, मलाई भन्नु कमेन्टमा यो मन्दिर को आएको छ। तपाईँ कति नम्बर लाग्छ हौ? के ठुलो ठुलो छ मेरो अलिकति। 4 नम्बर। 4 नम्बर। यो मन्दिर को आएको छ भन्नु है कमेन्टमा, यो मन्दिरलाई के भन्छ भनेर। यतिको चाहिँ राम्रो बाटो छ, यहाँ शान्ति इलाका छ। यतिको चाहिँ छ। यो जग्गा कोले चिन्छ भन्नु ल कमेन्टमा, ल यो जग्गा को आएको छ र यो जग्गालाई के भन्छ भनेर भन्नु है ल कमेन्टमा।
गर्मीमा चाहिँ हामी जुस सोडा खाएको सोडा